नेपालमा पनि हप्ताको 2 दिन सार्वजनिक बिदा हुने बालिन सरकारले चाहिँ योजना बनाइसकेका छन्। विद्यार्थीको लागि र कर्मचारीको लागि, प्राइभेट अथवा सरकारी सबैको लागि है। तपाईहरू यहाँ देख्न सक्नुहुनेछ नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चाहिँ सूचना सार्वजनिक गरेको छ। शैक्षिक संस्थाहरूमा साप्ताहिक बिदा सम्बन्धी अत्यन्तै जरुरी सूचना भनेको छ। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयअनुसार शैक्षिक क्षेत्रको गुणस्तर, अभिवृद्धि तथा विद्यार्थी, शिक्षक र अन्य जनशक्तिहरूको मानसिक स्वास्थ्य र सर्वाङ्गिक विकासलाई मध्यनजर गर्दै एउटा ऐतिहासिक कदम छ। विद्यमान शैक्षिक तालिका व्यापक परिवर्तन गर्दै सम्बद्ध 2083 सालको नयाँ शैक्षिक सत्रदेखि लागू हुने गरी नेपालभरका सरकारी तथा निजी सबै तहका शैक्षिक संस्थाहरूमा साप्ताहिक बिदालाई पूर्ण निर्धारण गरिएको छ। सो बमोजिम अबदेखि शैक्षिक संस्थाहरू प्रत्येक हप्ताको शनिबार र आइतबार दुवै दिन पूर्ण रूपमा बन्द रहनेछन्। यो निर्णयका प्रमुख कारणहरू र उद्देश्यहरू निम्नानुसार छन्। 1 नम्बरमा रहेको छ विद्यार्थीहरूमा बढ्दो मानसिक दबाव र शैक्षिक तनावलाई कम गरी उनीहरूलाई आत्म अध्ययन र अतिरिक्त क्रियाकलापहरूमा समय उपलब्ध गराउन। त्यसैगरी 2 नम्बरमा रहेको छ शिक्षक र कर्मचारीलाई आराम र व्यक्तिगत विकासको समय प्रदान गरी उनीहरूको कार्यक्षमता अभिवृद्धि गर्न। त्यसैगरी 3 नम्बरमा रहेको छ शिक्षा प्रणालीलाई आधुनिक र विद्यार्थी मैत्री बनाउन र 4 नम्बरमा रहेको छ विद्यार्थी र उनीहरूको परिवारबीचको समयलाई प्रोत्साहन गरी भावनात्मक सम्बन्ध बलियो बनाउन। यो नयाँ बिदा प्रणालीको दीर्घकालीन रूपमा शैक्षिक उपलब्धि र समग्र राष्ट्रिय विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ। सबै सम्बन्धित शैक्षिक संस्थाहरू र निकायहरूलाई तदअनुसार आवश्यक तयारी र तालिमका लागि हार्दिक अनुरोध छ। सबैजना विद्यार्थीहरूको प्राइभेट अथवा सरकारी शुल्क शनिबार आइतबार बिदा हुने र सरकारी सेवामा काम गर्ने कर्मचारीको पनि 2 दिन बिदा हुने। यो जानकारी अथवा निर्णय तपाईँले कस्तो लाग्यो कमेन्ट गर्नुहोला।